हेलो गाइज, गुड मर्निङ एन्ड नमस्ते। आज माघ 1 गते हो। आज माघे सङ्क्रान्ति पनि भन्छ। त्यसैले हामी नुहाइ गरेर अब ठुला बडाहरूसँग आशीर्वाद लिने काम गर्नेछौँ। अब बिहानै नुहाएको, अलिअलि चिसो पनि भइरहेछ। अब के गर्छौँ तपाईँहरूलाई देखाउँछौँ, तपाईँहरू हेर्दै गर्नुहोला युट्युब मार्फत। ल त सुरुवात गरौँ। अब हाम्रो यहाँ तुलसी भगवान तुलसी, अनि यता हाम्रो भगवान शिव, हाम्रो आगो टाप्ने त्यहाँ टीका नहीं लगे अपन मैदान तक टीका लगाओ टीका। अपन में लगे तो ऐसे लगा एक बार ये है ठीक बा। लाइन करा दे एक टूरा एक ठाउर लाइट मतलब छोरे यो हाम्रो ठुला बडाहरूसँग आशीर्वाद लिने कार्यक्रम हो। अब चलन हाम्रो ठाडो समाजको चलन ठाडो रीतिरिवाज भन्छ। 1 गतेको हाम्रो यो मेरो बुवा, यो मेरो आमा बुवा। आज माघे सङ्क्रान्ति हामीले ठुला बडाहरूसँग आशीर्वाद लिने गरेका छौँ। यो मेरो बुढी हो।
यो आमा आशीर्वाद माघको 1 गते हो आशीर्वाद लिइरहेको हामीहरू। गाउँतिर यस्तो आगो तापिन्छ किनभने हाम्रो गाउँ जङ्गलको बिचमा भएको हुनाले आगो यसरी तापिन्छ। जति पनि आगो घर घरमा पाउँछ। यो हाम्रो धारा यस्तो छ। साथीहरू यस्तो जाडो छ कि कैलालीमा यस्तो छ मौसम। हेर्नुहोस् त हुस्सुले गर्दा कस्तो देखिन्छ हुस्सु। अनि हामी यहाँ सबै बगैँचा कटानी गरिसक्यौँ। हाम्रो बगैँचा हो यो। यस्तो छ हाम्रो माहौल। हेर्नुहोस् यस्तो छ हाम्रो पुरै बगैँचा कटाएर यो बेचिसके। आपको बगैँचा हो। ठेकदारले आएर लगिसक्यो यस्तो गरेर सबैमा। यो हाम्रो फेरि अर्को बगैँचा जङ्गल जस्तै छ। ठुलो छ यहाँबाट उतासम्म। अनि यो चाहिँ टोरी यतापट्टि टोरी यहाँदेखि वहीँसम्म छ देख्दैन त्यहाँ। हाम्रो यो खेत हाम्रो जग्गा हो ठुलो छ। 1 बिघा 14 कट्ठा त यही मात्रै छ। घरबास मात्रै 1 बिघा 14 कट्ठा। बाँकी यो हो डिहुवा भन्छ डिहुवा। बाँकी खेत छुट्टै छ। यो हाम्रो पापलर कि के भन्छ यो पापलर हो कि के हो। ठुलो ठुलो पात भएको रुख रोपेछौँ। यो रोपेको लगभग भयो होला 10 वर्ष जति। 10-12 वर्ष भयो होला। अब खासै ठुलो त छैन तर पनि ठुलो छ यो। अनि हामी रुख हो पापलर कि के भन्छ यसलाई पापलर। यो हो हाम्रो रुख सबै रोपेको। अनि हाम्रो यता नल छ यहाँ मोटर छ। अनि यता यो के भन्छ यार टमाटर छ। यता रायो छ फुलकोपी छ सबै। तोरी हो यो सबै हाम्रै हो दाजुभाइहरूको। यो तोरी त ठिकै छ। यो हेर्नुहोस् त ढुन्डी कैलालीको यो ढुन्डी हो कहीँ देख्दैन।
यस्तो छ मौसम हेर्नुहोस् त चारैतिर यस्तो वातावरण छ रुखसुख केही देख्दैन यो हाम्रो बगैँचा हो घर अलि अगाडि छ यहाँबाट सिधा अगाडि घर छ यो हामीले रोपेको पुरै जङ्गल जस्तै बोट छ अनि धेरै त काटिसक्यो ठेकदारलाई दिएर ठेकदारले काट्यो यो सबै हाम्रै टोरी कसरी भएको छ टोरी यसमा मसुरो पनि छरेको छ यो जति देखिरहेछ सबै हाम्रै हो टोरी छरेको फेरि यहाँदेखि फेरि अर्कैको हो यो साँढ हो यो साँढ भन्छ साँढ यहाँदेखि यता अर्कै मान्छेको यिनीहरूको यो रुखदेखि यता हाम्रो यता अर्काको यता रुखदेखि यता हाम्रो यस्तो छ हाम्रो हेर्नु त के बोट भन्छ यो पापलर कि के भन्छ यार यो सबै यस्तै छ यो कहीँ देख्दैन यो यतापट्टि खेतै खेत छ पुरै खेतै खेत खेतै खेत खेतै खेत केही देख्दैन यस्तो हुस्सु लागेछ त्यसैले केही नि देख्दैन अनि यहाँ पानी कस्तो टुसारो पर्छ प्याट 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 तपाईहरु यो सुन्छ कि सुन्दैन तपाईहरु सुन्दैन होला आया वाह छन्नै लडेर मर्थे ल हेर्नुस् त तपाईहरु कस्तो आवाज आउँछ आवाज सुन्नुस् त सुन्नुभयो तुसारो परे जस्तो के यो बिहानको कति बजे होला लगभग 7 साढे 7 8 बज्दैछ यस्तो छ मौसम यहाँको वातावरण अनि चिसो नभई के हुन्छ दिन पनि निकालेको छैन अहिलेसम्म बहुत चिसो छ दिनै निकाल्दैन तर 2-3 दिन भयो निकालेको 12-1 बजेतिर निकाल्छ अरु गोभी यहाँ पनि रोपेछौं हामी अरु उता रोपेछौं त्यहाँ यो बगैँचा पारी अनि अर्को बगैँचा वारी यतै रोपेछौं यता हाम्रो घर छ पहिला बगैँचा थियो अब सबै काटेर साफ गरिसके सिसमको बोट छ अझै ठुलो यो पनि छ एउटा यहाँ सिसमको बोट छ यता बाँसको झार छ सबै गोभी बन्द गोभी कुनै फुल गोभी चट्टै चट्टा छ सबै लगभग 70-75 हजारको दाउरा छ 75 हजारको सबै दाउरा हाम्रो इनार यहाँनिर कहाँनिर छ एउटा इनार
यो छोपेको छ कि जस्तो लाग्यो यहाँनिर। यिनीहरू त यही हो जस्तो लाग्छ छोपेको। यहाँ छोपेछ यसले, हेर्नुहोस् त यसले छोपेछ। यिनीहरू छ यहाँनिर कि कहाँनिर छ? यहीँनिर यिनीहरू हो। यो चाहिँ यो बोट चाहिँ बचाएछ। यो बोट चाहिँ ऊ हो, के भन्छ, अबरख कि के भन्छ, अबरख अबरख अबरखको बोट हो। साथीहरू यस्तो छ, अबरख अबरख भन्छ कि अबरख भन्छ के हो। यता अरू रुख यतापट्टि छ, त्यो केरासम्म हो हाम्रो जग्गा। त्यो केराको बोट छ, यतापट्टि केराको बोट त। यता एउटा निमको बोट छ यो, अनि त्यो एउटा कटहरको बोट छ। यो दुईटा कटहरको बोट ठुलो ठुलो, यो निमको अनि यो अम्बको। यो चाहिँ फुल हो फेरि, अझै छ थुप्रै। यो फेरि एउटा बेलको ठुलो ठुलो फल्छ, यत्रो यत्रो। यो बेलको रुख। अनि मैले गाडी चाहिँ यहाँ राखिदिएछु छोपेर, एकदम हुस्सु लाग्दछ। यो पनि हाम्रो घर, त्यो पनि हाम्रो घर, यो पनि हाम्रो घर, अर्को यता यो पनि हाम्रै घर हो। यसमा माइलो बस्छ, यसमा साइलो बस्छ, त्यसमा म र कान्छो भाइ। यता पनि अरू रुख बाँस, हेर्नु त यहाँ पनि छ अरू। उता पनि छ अर्को, टाढा देख्छ त्यहाँबाट हाम्रो घरको पछाडि। यहाँ पनि रुखै रुख, काठै काठ छ। यो घरमा त खासै कोही बस्दैन। माइलो चाहिँ पोखरीमा बस्छ। फेरि ठुलो छ पोखरी, ताल। ओहो नमस्कार नमस्कार। कहाँ भान्जाश्री? ए ओहो भाग्यवानी भाग्यवानी। और सब बढ़िया थी? बढ़िया ए और अपन सुनाओ। बढ़िया बात मैं फैन। ओ भाई ने सब ठीक है थे। ओहो भाग्यवानी। हैप्पी मैगी सर। सेम टू यू हमारा हजुर के फैन। बिनाजु हिते ए बिनाजु भन्नाले कौन होला? हमार दीदी। अच्छा हाँ जाने लो भांजी रही ना। हाँ तब तो भाई डमाट के हेल्प करी। हाँ ओ सीताराम सारू जी। मामा ली से कार ए ली ठीक हो। आओ साधु जी बढ़िया कहीं आई लीटा सर भजी नहीं आ रही कालिक रात आइली फेरि बाबुआल में कि नहीं घरे हां दाजु तो मैं जाए ट्रेन चिकन हां दुकान त्यही यी डमाट कौन खोइ भन्छ बहिनी डमाट एयरपोर्ट ए धनगढ़ी के ए हाँ लिली ठीक हुआ मैं नहीं देख ले रहा हूँ नहीं काहे कि अब बाहर ना पता नहीं चला। काठमांडू हाँ हमार मामा कबू नहीं बैठे ना तो जवान कहीं तो भांज बुराई नहीं का बुराई त्यार उठी थी हो कि नहीं सर हमरे भें को पढ़ाई के लिए मामा नहीं अब निन के फिर नहीं बुराई नहीं
अब नहीं तुम्हें से बहुत छोट हुई जाए एक चिक में तो जाए की मामा से तक छोड़ जब भुटला पागिल मामा हाँ हाँ खन्ना नहीं उसते बा हाँ फिर क्या करो जल्दी पागस क्या करो जैसे पागस ना मैं मामा टिकटॉक को हेड फुट बैठक ए ली ठीक ये फिर वीडियो बनाए तो फिर यूट्यूब में डाल रहा हूँ ये हमारे भांजन के वीडियो फिर भी दिलीप डंगोरा के सर्च कर यूट्यूब में यो चाहिँ हाम्रो बाटो हो यो बाटो अब पिच हुनेवाला छ हेर्नुहोस् त यो बाटो अनि यतापट्टि हाम्रो घर यहाँनिर पनि एउटा घर थियो त्यो घर अब अर्को खेतमा लागिसक्यो त्यो अर्को त्यो रोड निस्किरहेछ त्यहाँ अर्को खेतमा लगेर यहाँको घर उखालेर अर्को खेतमा साइलो भाइले त्यहाँ चिया पसल गर्छु भनेर बनाउँदैछ त्यहाँ रोड छिर्दैछ पिच रोड त्यो रोड अब हरिनगर टु भगतपुरसम्मको पिच रोडमा त्यो घर गयो यता पनि छ हाम्रो चट्टा यो सबै छ यता सबै काटेको छ यहाँबाट काट्यो एउटा यहाँबाट टुटोरै छ ल ठिकै छ साथीहरू तपाईँहरूलाई अरू के गर्छौँ दिनभरि देखाउँछौँ तपाईँहरू हेर्दै गर्नुहोला अनि हाम्रो पुरानो डिजाइनको घर छ के यो भयो होला यो घरको 30-35 वर्ष भयो होला यो घर हाम्रो घरको 30-35 वर्ष पुरानो घर यो खुर्सानी घरकै छेउमा छ यता बाटो हो तर त्यो डाँडोले सबै पुरेको छ यतापट्टि फेरि गुलाबको फुल रहेछ यो के को फुल हो घन्टे फुल अनि यो हाम्रो गुलाबको फुलहरू रहेछ सेतो गुलाब कस्तो कस्तो छ यस्तो छ ल त साथीहरू अब अर्कै ठाउँको दृश्यहरू देखाउने छौँ आगो टापिरहेछौँ हामीहरू यहाँ सबैजना आगो यहाँ छ आमा बुवा अनि यो हाम्रो सानो बहिनी हो यो बुढी हो अनि यहाँ म छु जाडो छ धेरै हेर्नुहोस् त बाहिरको कस्तो हुस्सु लागेको साथीहरू यो हाम्रो थारू परिकार ढिक्री हो यो हामी यसलाई ढिक्री भन्छ हाम्रो थारूहरूको महान यो के भन्छ प्रसाद अब थारूहरूलाई जहिले नि चाहिने ढिक्री हो हरेक चाडपर्वमा यो ढिक्री भन्ने दसैँमा पनि दिइन्छ देवारीमा पनि माघीमा पनि खाइन्छ खानेले त बाह्रै मास खान्छ अरू थारूहरू तिहार विशेष परिकार हो यो हाम्रो ढिक्री भन्ने अनि यहाँ हाम्रो दाजु अनि यो मेरो बुढिया अनि दाजु अनि यो हाम्रो नेता दाई दाजु अनि हामी यहाँ आज घुम्न आएको छौँ यो दाजुहरूको ठाउँमा यसो माघीको आशीर्वाद लिन त्यही भएर यहाँ अब ढिक्री सिक्री खाँदैछौँ अनि हाम्रो यहाँ छ मासुको परिकार यो ढिक्री आयो यसलाई ढिक्री भन्छ अनि हाम्रो भाउजूले ढिक्री दिनुभएको उहाँ भाउजू हाम्रो अनि खानुपर्छ रमाइलो हुन्छ मिठो हुन्छ तपाईँहरू पनि आफ्नो घरमा बनाएर खान सक्नुहुन्छ ये हमार भतीजो हो सुबह से लगाए माघ के दिन तो यार छन् हाय हाय को हो हाम्रो चौधरी जातिको माघ ल राम्रोसँग कुरा गर्दा राम्रोसँग बस्न बस पहिला यहाँ बस्नु त ल अब यो हाम्रो थारू माघी सम्बन्धी केही हाम्रो थारू चौधरीको माघी हो ये हमारे जेठनी है
ये मधु सर हो यहाँ टिकटक भयंकर बने थे हमारी मधु सर तगड़ा नहीं मैं भयंकर लाइक कर रहा हूँ मधु सर के टिकटक ना मधु सर मैं स्वागत करना चाहते जो फिर हमारा एजेंट के सगरे बने हमारे पहुंचने बने बैठना वातावरण सजीलो बनाते हुए अनुरोध करना चाहते हूँ। तरीका से आयोजक जी तरीका से मैं एक भाई स्वागत करना हम देता है कि धन्यवाद 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 एक भाई सबको जाने 110 के ताली बजा के और एक भाई शुरू करने के मैं हाथ रिलीज करना चाहता हूँ। हमारे बाद में एक मैं आज से मुख्य आकर्षण लगती आएगा तथ्य हमारी मंदिर के अध्यक्ष हमारे अपने जीत बहादुर चौधरी जी बोल के दर्शक बने कहेगी बहुत पहले के मेला की जो जगह 4 बिघा है करके जानकारी कराई गई और बस साइड 10 कट्ठा बाकी नहीं करके वहाँ के आकलन हुआ जरूर फिर हजरन थे ये जगह कतरा लेकर बाट एकदमै लोकल बाट फिर अपन के बुझल भी तर कैसे के का करना हो हजरगंज के मार्च में राल भाई एकदमै धन्यवाद देना साहब कहे कि हमारी भुटका बाबा के ठाउँ कतरा हो का हो कना हमरे एकदमै जन्म पहली उससे कि हमार एकदमै इन्हें बचा के धरले बाटे हमार जुपानी के सहरियागण एकदमै धन्यवाद दिया साहब
हमार डांसर नीलम चौधरी जो भी स्टेज में आगे पौने के आसन ग्रहण करते हैं फिर से अनुरोध करना चाहूँ जैसे कि हमार हजुरबन के माझ में फिर से हमरे एक प्रकार के जोड़ना चाहती और टी बातें फिर से हमार रॉयल